फाइनल्ली यतिखेर चाहिँ गोठीगाडाको माथि डाँडाबाट चाहिँ यो पछाडिको दृश्य सुर्खेत बजारको दृश्य अवलोकन गर्न सक्नुहुन्छ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। र यतिखेर चाहिँ हामी सुर्खेतमा अवस्थित गोठीगाडा जाँदैछौँ र गोठीगाडाको ट्रेकिङ प्लानलाई चाहिँ सक्सेसफुल गर्ने भन्दा लाई धेरै धन्यवाद। कस्तो लागिरहेछ भन्दा? एकदम ठिक छ। ट्रेकिङ पसिना कतिको आइरहेछ? पसिना धेरै आयो। पसिना धेरै आइरहेछ होइन? ल, अनि हामी दुईजना साथसाथै हाम्रो दुईजना टोली पैदल यात्रीहरू अगाडि हुनुहुन्छ र यो दुईजना पैदल यात्रीहरूलाई पनि एकदम मुरी धन्यवाद। र हाम्रो ट्रेकिङ 4 जनाको ट्रेकिङ एकदम सफल बनाउन प्रमुख भूमिका खेल्ने दुईजनाहरूलाई कस्तो लागिरहेछ म्याडम? एकदमै रमाइलो लागिरहेछ। कहिले हिँड्ने थियो कि यसरी पहिला? ए ल, र यतिखेर भने म एक्सप्लोर गर्ने क्रममा चाहिँ यतिखेर हामी गोठीगाडाको यो गढी भन्ने ठाउँमा आइपुगेका छौँ। र सुन्ने गरिन्थ्यो पहिला चाहिँ गोठीगाडाबाट चाहिँ मान्छेहरू चाहिँ सुर्खेत भ्यालीमा गएर चाहिँ खेतीपाती गर्ने त्यसपछि लिएर फेरि बेलुकाको सूर्य अस्ताउनुभन्दा अगाडि चाहिँ फेरि फर्किन्थे र यो ठाउँमा बस्ने गरिन्छ। र त्यसको प्रमाणस्वरूप चाहिँ तपाईँको अहिले यो इँटाहरू यो ढुङ्गाहरू चिनेको मात्र हामी भेटाउन सक्छौँ। यो यतिखेर चाहिँ यहाँ अगाडि पुरै रुखहरूले चाहिँ हरिभराउ छ र यो रुखहरू जताकतै रुखहरूले मात्रै भरिभराउ यो जङ्गलमा पहिला चाहिँ हाम्रो पूर्वजहरू सुर्खेतमा चाहिँ खेतीपाती गर्ने र खेतीपाती गरिसकेपछि फेरि माथि गोठीगाडा अथवा चाहिँ गढीमा आइपुग्ने भन्ने कुरा चाहिँ हामीले जुन कुरा सुनेको थियौँ र त्यो यही ठाउँ हो भनेर चाहिँ म जानकारी गराउन चाहन्छु। र यतिखेर चाहिँ यो ढुङ्गाहरू पनि देख्न सक्नुहुन्छ र यही ढुङ्गाहरूले चाहिँ मान्छेहरूले चाहिँ गढी बनाएर यो ठाउँ बिचमा चाहिँ मान्छेहरू बस्ने गर्दथे भने अहिले त्यतिखेर चाहिँ पुरै जङ्गलहरू छ र यो सल्लाहको रूपमा चाहिँ यो खोटो निकाल्ने चाहिँ कामहरू जारी भएको रहेछ। यसरी देख्न सक्नुहुन्छ यो खोटोहरू चाहिँ यसरी झिकिन्छ र यो खोटोहरू झिक्दै गर्ने क्रममा चाहिँ यहाँ स्टोरेज अथवा चाहिँ यो खोटोहरूलाई चाहिँ स्टोरेज गर्ने चाहिँ एउटा कोन हुन्छ, त्यो कोनहरू चाहिँ अहिले राखिएको रहेनछ। करिब 80% चाहिँ गोठीगाडामा चाहिँ हामी पुग्न लागिसकेका छौँ। 80% हामी पुगिसकेका छौँ र हिँड्दै गर्ने क्रममा उसासो बढेर चाहिँ एकदम भइरहेको छ। तपाईँहरू पनि कोही यो गोठीगाडा ट्रेकिङमा आउँदै हुनुहुन्छ भने अवश्य पनि पानी लिएर आउनु होला। र यो ट्रेकिङमा आउँदै गर्दाखेरि चाहिँ साथीहरू टन्न आउनु होला, रमाइलो हुन्छ। एक्लै भने अवश्य पनि अलि डरलाग्दो ठाउँ छ। पहिला चाहिँ मान्छेहरू चाहिँ हिँड्ने बाटो, व्यापार गर्ने बाटो, सबै बाटोहरू हो यो। तर बिस्तारै गाडीहरू बढ्दै गइसकेपछि यो बाटोमा चाहिँ अहिले हामीले मान्छेहरू देख्न भने त्यति पाउँदैनौँ। त्यो भएकोले प्रिप्लान गरेर आउनु होला। कस्तो लागिरहेछ भन्दा यो ट्रेकिङ? एकदम इन्जोय गरिरहेछौँ ट्रेकिङमा। ल, पछाडि मेरो मिसेस, कस्तो लागिरहेछ? मलाई त फर्स्ट टाइम हो, बहुत धेरै गाह्रो भइरहेछ। धेरै भइरहेछ होइन? गाह्रो भइरह्यो है? अनि भन्दा एकदम गाह्रो भयो यो ठाउँ। पहिलोपटक आएको, फेरि कहिले नआउँछ हो। फाइनल्ली यतिखेर चाहिँ लगभग 3 घन्टा हिँडेर चाहिँ फेरि यो भ्यू हेर्नको लागि चाहिँ हामी यहाँ पुगिसकेका छौँ। र कस्तो हुन्छ राम्रो देखिन्छ नि होइन? तर क्यामेरामा कैद नभएको होला, अलि हाउडोले गर्दाखेरि चाहिँ अलिकति धेरै प्रष्ट देखिएको छैन। होइन भनेदेखि चाहिँ यो सुर्खेत भ्याली अझै पनि भरिन तिम्रो केही नभए पनि 50 वर्ष त लाग्छ नि भन्दा। कति धेरै छ त्यो ठाउँहरू अझै पनि, बस्ती नै छैन नि त अझै पनि। चटपटे बन्दैछ। अब चटपटेको सामानहरू सुरु भइरहेछ। यहाँ आलु कस्तो लागिरहेछ यो गोठीगाडाको भ्रमण अथवा ट्रेकिङ? अहिले चाहिँ ठिकै लागिरहेछ। अब जाने बेला कस्तो हुने हो भन्ने कुरा हो। अनि भन्दाले यहाँ कस्तो लाग्यो?
एकदम इन्जोय गरिरहेको छ भन्नुपर्छ हल्का फुल्का। अनि ल भन्दा यता कता कस्तो लाग्यो? ए ठिक छ भनौँ जस दुःख गरे आएर पनि त हेर्न पाइयो डाँडा काँडा, त्यो नै खुसी लागिरहेको। अर्ग्यानिक मकै खाइयो। गाउँको मकै खाइयो। अब हामी यतिखेर चाहिँ यो चटपटी खाइरहेछौँ र तपाईँहरूले चाहिँ अवश्य पनि मिस गर्नेछौँ। यतिखेर चाहिँ मैले चटपटी बनाएर चटपटी चाहिँ एकदम रेडी अवस्थामा छ र यो चटपटी एकदम डिलिसियस छ। हेरौँ आउट अफ 10 मा कति दिनुहुन्छ भन्दा यो चटपटी एकदम दामी छ नि, अब यस्तो दामी छ। 10 मा कति नम्बर? 10 मा 10 दिन्छु म। अरे वाह। ल अनि तिमी चाहिँ कति दिन चाहन्छौ? मलाई चाहिँ अलिअलि कम के अरे 10 मा चाहिँ 8 जति ठिकै हो। 8 ल ठिक छ ल धन्यवाद। अनि भान्जा कति दिन चाहन्छौ 8 मा? त्यो 10 मा? त्यसलाई वास्तवमा भन्नुपर्दा रेटिङको सिस्टममा 9 सम्म दिन सकिन्छ। ल धन्यवाद। यो चटपटी फेरि देखाउँ भने अलिकति त्यो बेसी छ। दालमा कुछ काला आयो अथवा चाहिँ कुनै कम भएको जस्तो छ, तर पनि यो चटपटी एकदम स्वादिष्ट छ भन्ने मलाई लागिरहेको छ। होप तपाईँहरूले पनि यो गोठीगाँडाको यात्रालाई अथवा चाहिँ ट्रेकिङलाई रमाइलोका साथ लिइदिनु भयो होला। र यतिखेर चाहिँ हामी अब फेरि सुर्खेततिरको यात्रा चाहिँ जारी गर्दै अगाडि बढिसकेका छौँ र सुर्खेत भ्यालीमा चाहिँ हामी प्रवेश गर्ने चाहिँ हामी 4 जना। ओभरअल एक्सपिरियन्स चाहिँ राम्रै भयो भन्ने चाहिँ भिडियो मार्फत तपाईँहरूले थाहा पाइसक्नु भएको होला र तपाईँहरूलाई के कति रमाइलो लाग्यो अवश्य पनि कमेन्ट गरिदिनु होला। र योभन्दा पछि चाहिँ भिडियोहरू अवश्य पनि ल्याउने छु र माया गरिदिनु होला। र भिडियोहरू भने अवश्य पनि डेली आउनेछ र अब केही नयाँ एक्साइटेड न्युजको लागि चाहिँ वेटिङमा बस्दिनु होला भन्ने फुल आशाका साथ आजको लागि चाहिँ यो भिडियो चाहिँ यहीँ अन्तिम गर्छु। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।